कथा। स्यालले दिउँसै तारा देख्यो। एउटा घोडा हरियो चौरमा चरिरहेको थियो। ठिक त्यसै बेला कतैबाट एउटा स्याल आयो। स्यालले मनमनै सोच्यो, यो मोटेलाई कुनै जुक्ति लगाएर मार्न पाए त महिनौसम्म भोज चलाउन सकिन्थ्यो। घोडाले पनि मनमनै सोच्यो, यो मोरो छट्टु स्याल के जाल सोचेर आएको छ कुन्नी, यसलाई अब पाठ सिकाउन पाए हुन्थ्यो। घोडा अब हिँड्दा खुट्टा खोच्याउन थाल्यो। घोडाले खुट्टा खोच्याएको देखेर स्यालले जान्ने पल्टिँदै सोध्यो, किन खुट्टा खोच्याइरहेका छौ घोडा दाई? हेर न, खुट्टामा काँडा भिजेर साह्रै दुःख दिएको छ, सक्छौ भने निकालिदेऊ न स्याल भाइ। घोडाले भन्यो, हस् हस्, दाईको काँडा म निकालिदिइहाल्छु नि। यति भन्दै स्याल घोडाको खुट्टा हेर्न पुग्यो। घोडा यस्तै मौकाको खोजीमा थियो। घोडाले स्याललाई यसरी लात्तीले हान्यो कि बिचरा स्यालले दिउँसै तारा देख्यो। स्याल 7 हात पर पछारिन पुग्यो। धन्यवाद।